हेलो साथीहरू, वेलकम टु मेनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्दै आज मैले फर्सी अनि आलु मिक्स गरेर बनाएको भिडियो लिएर आएको छु। साथीहरू कस्तो लाग्छ हेर्नुहोला अनि कमेन्ट पनि गर्नुहोला अनि मेरो भिडियोलाई धेरैभन्दा धेरै माया पनि गरिदिनु होला है साथीहरू भन्दै मैले छिट्टो फर्सी काटिरहेको छु। हाम्रोतिर फर्सी पनि भन्छन् अनि कबली पनि भन्छन् है साथीहरू। हजुरहरूले के भन्नुहुन्छ कमेन्ट गर्नुहोला भन्दै साथीहरू मैले सुरुमा बसालेँ कराई, तेल पनि लगाएँ अनि त्यसपछि प्याज पनि फुराइसकेँ साथीहरू। अनि त्यसपछि मैले बेसार पनि लगाएँ। बेसार फुराइसकेपछि अब मैले लगाउँछु साथीहरू आलु भुट्दैछु साथीहरू। पहिला मैले आलु भर्छु। आलु भुट्दै सकेपछि मैले लगाउँछु साथीहरू। एकछिनसम्म परिभुट्नुपर्छ के साथीहरू। अनि त्यसपछि भुट्दा मैले लगाएँ साथीहरू नुन लगाइसकेपछि मजाले भुट्छु। अनि भुटिसकेपछि अब पालो साथीहरू फर्सीको। फर्सी पनि लगाइसकेँ मैले। अनि त्यसपछि फर्सी अनि त्यसपछि आलु साथीहरू एकछिनसम्म मजाले परिभुट्नुपर्छ 1-2 मिनटसम्म। अनि त्यसपछि थोरै पानी लगाएर मैले छोप्छु है साथीहरू। अनि मैले जिरा केही पनि लगाएको छैन। मैले जिरा खोर्सानी अहिले पछि पिसेर लगाउँछु साथीहरू। अब मैले पानीले राखेँ अनि त्यसपछि एकछिन छोप्छु, हेरौँ कस्तो भन्दै थिएँ साथीहरू। यता मेरो तरकारी पनि रेडी भइसक्यो। खुरेर मैले झोल पनि लगाउन लाएँ साथीहरू। अलिअलि झोल लगाएको छु अनि गेरेबी स्टाइलको बनाएको छु मैले। मसला लगाउँछु भनेको थिएँ, मसला चाहिँ मैले पहिला लगाएन, अब मैले एकछिनपछि लगाउँछु। किनभने यहाँ घरपट्टिको आन्टीले मेरो छोरालाई पिरो नलगाएर तरकारी देऊ भन्नुभएको थियो, त्यही भएर मैले उता दिएँ अनि पछि लगाएँ साथीहरू भन्दै थिएँ साथीहरू। मसला लगाएँ मैले, एकछिन छोप्छु, मसला पाक्न पर्यो नि त। अनि ढाकी पनि सकेँ, रेडी पनि भइसक्यो साथीहरू, पाकिसक्यो। अब मैले धनियाँ लगाउँछु। आजको मेरो साँझको खाना रेडी भयो साथीहरू। अनि मेरो लागि फर्सीको र आलुको तरकारी फेभरेट हो है साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ खानुहोला भन्दै आजको लागि यति नै साथीहरू। बाई बाई साथीहरू, फेरि नेक्स्ट भिडियोमा